रोजगारीमा जाने तयारीमा हुनुहुन्छ भने आजको यो 1 मिनेटको भिडियो तपाईको लाखौं रुपैयाँ बचाउने एउटा लाइफ ज्याकेट बन्न सक्छ। मेन पावरलाई पैसा बुझाउँदै हुनुहुन्छ, बख्नुस्। एउटा सानो गल्तीले तपाईको कडा मेहनतको कमाई बालुवामा पानी हाले सराउन सक्छ। वैदेशिक रोजगार विभागले भर्खरै एउटा यस्तो कडा नियम ल्याएको छ जसले मेन पावर सञ्चालकहरूको सातो उडाइदिएको छ भने श्रमिकलाई शक्तिशाली बनाएको छ। के हो त त्यो नियम? जान्नु अघि यस्ता ठगीबाट अरूलाई बचाउन यो भिडियो अहिले नै शेयर गर्नुहोस् र यस्तै सत्य तथ्य जानकारीका लागि हाम्रो पेज केन्द्रीय गरेर मात्र अगाडि बढ्नुहोला। किनभने यो सूचना नहेरी पैसा बुझाउनु भयो भने भोलि पछुताउनु बाहेक अरू केही नै बाँकी रहने छैन। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकसँग मेन पावर कम्पनीहरूले लिने सेवा शुल्क अब अनिवार्य रूपमा बैंकिङ प्रणाली मार्फत मात्र भुक्तानी गर्नुपर्ने भएको छ। वैदेशिक रोजगार विभागले नगद कारोबारमा पूर्ण रोक लगाउँदै यस्तो व्यवस्था लागू गरेको हो। विभागले एक सूचना जारी गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित र पारदर्शी बनाउन तथा ठगी नियन्त्रण गर्न बैंकिङ प्रणाली अनिवार्य गराएको जनाएको छ। नगदमा कारोबार गर्दा ठगी भएको खण्डमा प्रमाण जुटाउन कठिन हुने भएकोले विभागले श्रमिक र मेन पावर दुवै पक्षलाई नगद लेनदेन नगर्न सचेत गराएको छ। कुनै पनि इजाजत पत्रवाला संस्था, सो संस्थाका सञ्चालक, संस्थासँग आबद्ध कर्मचारी, प्रतिनिधि वा अन्य कुनै पनि व्यक्तिलाई वैदेशिक रोजगारीमा जानको लागि वा वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि आर्थिक कार्य नगदमा नगराउनु हुन अनुरोध छ। नगदमा कारोबार गराउने मेन पावर कम्पनीलाई प्रचलित कानून बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ। विभागले वैदेशिक रोजगारीमा जान चाहने प्रत्येक नेपाली नागरिकलाई मेन पावर कम्पनीलाई बुझाउनु पर्ने सेवा शुल्क बैंक वा अनलाइन माध्यमबाट प्रयोजन खुलाएर मात्र भुक्तानी गर्न आग्रह समेत गरेको छ। यसरी रकम बुझाइसकेपछि प्राप्त हुने प्रमाण, भाउचर, कागजात तथा अनलाइन कारोबारको विवरण आफूसँग सुरक्षित राख्न पनि विभागले अनुरोध गरेको छ। हाल सरकारले खाडीका 6 मुलुक कतार, साउदी अरब, यूएई, बहराइन, कुवेत र ओमन जाने नेपाली श्रमिकका लागि सेवा शुल्क बापत मेन पावर कम्पनीले अधिकतम 10,000 रुपैयाँ मात्र लिन पाउने व्यवस्था गरेको छ। त्यस्तै मलेसियासँग भने शून्य लागत फ्री भिजा फ्री टिकटमा श्रमिक पठाउने श्रम सम्झौता रहेको छ। पछिल्लो समय आकर्षक गन्तव्य बनेका युरोप लगायत अन्य देशमा जाने श्रमिकका लागि भने सरकारले स्पष्ट रूपमा सेवा शुल्क तोकेको छैन। यसको फाइदा उठाउँदै मेन पावर र एजेन्टहरूले श्रमिकबाट लाखौं रुपैयाँ असुल्ने गरेको गुनासो बढ्दै गएपछि विभागले आर्थिक कारोबारलाई बैंकिङ प्रणालीमा ल्याएर कडाई गर्न लागेको जनाएको छ। मेन पावरले 10,000 को रसिद दिएर लाखौं रुपैयाँ खल्तीमा हाल्ने दिन अब सकिए। विभागले स्पष्ट भनेको छ बैंक मार्फत बाहेक गरिएको कुनै पनि लेनदेनलाई सरकारले चिन्ने छैन। यदि मेन पावरले बैंकमा पैसा हाल्न मान्दैन भने बुझ्नुहोस् उसको नियत सफा छैन। म यो भिडियो हेरिरहनु भएका हरेक नेपाली दाजुभाइले आग्रह गर्न चाहन्छु, अब